हेलो एभ्रिवान वेलकम ब्याक टु यु अन युट्युब च्यानल फ्रिडम अफ लर्निङमा र आज तपाईँको समक्षमा म एउटा इम्पोर्टेन्ट इन्फर्मेसन लिएर आएको छु है। तपाईँहरू सबैलाई यादै छ युवा साथीको फर्म फिलअप धमाधम भइरहेको छ। जति पनि क्लास 10 क्वालिफाइड क्यान्डिडेट्सहरू हुनुहुन्छ जो 21 इयर्स टु 40 को बिचमा हुनुहुन्छ उहाँहरूले यो फेसिलिटी लिन सक्नुहुन्छ जो चाहिँ स्टेट गभर्मेन्टले प्रोभाइड गरिरहेको छ है। अनइम्प्लोइमेन्ट भत्ता भनेर यहाँ दिइरहेको छ, अलाउन्स भनेर दिइरहेको छ है। र यसको लागि तपाईँले क्याम्पमा लामो लाइन लगेर अब भर्नु पर्दैन फर्महरू। ओके, तपाईँले आफ्नो दिनमा मारेर जानु पर्दैन किनभने अनलाइन पोर्टल स्टार्ट भइसकेको छ। र अनलाइन पोर्टलको बारेमा कुरा गर्दाखेरि चाहिँ यो चाहिँ एउटा फाइनेन्सियल एसिस्टेन्स हो गभर्मेन्टले दिएको है। र यसलाई चाहिँ हामीले लिनुपर्छ किनभने यो हाम्रो हक नै हो। र तपाईँले म गर्दिनँ भनेर छोड्नु भयो भने पनि तपाईँको त्यो जति पनि अलर्ट भएको पैसाहरू मिडल म्यानहरूले खाइहाल्छ होइन। त्यसैले गर्दाखेरि अलिकति दुःख गरेर भए पनि तपाईँले यो आफ्नो हकको कुरा चाहिँ लिनुपर्छ है। र आउनुहोस् म तपाईँलाई वेबसाइट पनि भनिदिन्छु। एपी कुनै पनि वेब ब्राउजरमा गएर तपाईँले apas.wp.gov.in गरेर लगइन गर्नुभयो भने सर्च गर्नुभयो भने यो पोर्टलमा आउनुहुन्छ, तपाईँले देख्नुहुँदैछ है। र यो अनलाइन स्टार्ट भएको कारणले गर्दाखेरि पुरै ट्राफिक छ यो वेबसाइटमा है। यो दुईवटा यो पेज खोलेर आउँछ, इन्टरफेस आउँछ तपाईँको अगाडि। र यहाँ हेर्नुहोस् क्लिक हियर टु लगइन फर्स्टमा होइन, तपाईँले सेकेन्डको जुन चाहिँ देख्नुहुँदैछ नि यो न्यू भनेर देखाएको छ त्यसमा तपाईँले क्लिक गर्नुभयो भने चाहिँ यो पेज खोलिन्छ। तर मैले अघिदेखिको खोल्नु कोसिस गरिरहेको छु तर यो खोलिएको छैन। तर खोलिएपछि चाहिँ तपाईँले सजिलैसँग है यो पोर्टलबाट चाहिँ तपाईँले फर्म फिलअप गर्न सक्नुहुन्छ र तपाईँलाई क्याम्पमा जानु पनि पर्दैन। अनि डकुमेन्ट्सको कुरा गर्दाखेरि के डकुमेन्ट्स लाग्छ भनेर भन्दाखेरि चाहिँ म तपाईँलाई भनिदिन्छु है। डकुमेन्ट्सको कुरा गर्दाखेरि तपाईँको माध्यमिक र इक्विभ्यालेन्ट एडमिट कार्ड यानि कि माध्यमिक पासको एडमिट कार्ड तपाईँलाई दिनुपर्छ है। पीडीएफ फर्मेटमा हाल्नुपर्छ तपाईँले। फाइल साइज चाहिँ म्याक्सिमम 2 MB हुँदा हुन्छ। र त्यसको बादमा तपाईँले मार्कसिट दिनुपर्छ माध्यमिकको। ओके, देन त्यसको बादमा तपाईँले आधार कार्डको एउटा कपी, देन भोटर कार्डको कपी। ओके, फर्स्ट पेज अफ पासबुक ब्याङ्क पासबुकको फर्स्ट पेज पनि तपाईँले खिचेर हाल्नुपर्छ। र तपाईँ SC ST OBC क्याटेगोरीबाट बिलोङ गर्नुहुन्छ भने त्यो एउटा त्यसको पनि कपी हाल्नुहोस्। प्लस रिसेन्ट पासपोर्ट साइज फोटोग्राफ तपाईँले 1 MB भित्रमा हाल्नुपर्छ र सिग्नेचर 1 MB। यति गरेर हाल्नु भएपछि तपाईँले भ्यालिड मोबाइल नम्बरमा तपाईँको भ्यालिड मोबाइल नम्बरमा के आउँछ ओटिपी आउँछ र ओटिपीको थ्रुबाट तपाईँले आफ्नो कन्फर्मेसन गर्नुभयो भने तपाईँको यो सजिलैसँग पोर्टलमा इनरोल हुन्छ र तपाईँले यो फेसिलिटी अवेल गर्न सक्नुहुन्छ। र यसको अलाउन्सहरू हामीले सुन्दैछौँ कि अप्रिलदेखिको स्टार्ट हुन्छ पाउनु भनेर है। र यो एउटा न्युज थियो तपाईँको अगाडि इन्फर्मेसन थियो। आई होप तपाईँलाई हेल्पफुल लाग्यो होला। तपाईँले अलरेडी गरिसक्नु भएको छ भने बधाई छ र गर्नु भएको छैन सोच्नु हुँदैछ भनेदेखि यो पोर्टलबाट ट्राई गर्नु होला। भएन भने तपाईँ आफ्नो नजदिकको क्याम्प गएर पनि गर्नु सक्नुहुन्छ है। र थ्याङ्क यू सो मच फर वाचिङ भन्दै आजको यस भिडियोलाई यहीँ अन्त गर्दछु।